मुंसिर यो पुस 2 गते हाम्रो वार्ता मिलेन भने हामी आन्दोलनमा जान्छौँ अब चाहिँ। किनभने अस्ति हामीले मङ्सिर 7 गते आन्दोलनमा जाने भनेको थियो। मैले के भनेको थिएँ भनेदेखि पेट्रोल डिजल ग्यास किनेर राख्नुहोस् भनेर भनेको थियो। अनि यहाँ कतिले मलाई फेसबुकमा लेखे पेट्रोल किनेर राख्यो, डिजल किनेर राख्यो, ग्यास किनेर। अनि पेट्रोल किनेर डिजल किनेर त मलाई दिएको होइन नि, घरमै राखेको होला नि, हो कि होइन? ग्यास घरमै छ, मैले त लगेको छैन, त्यही भएर युज गर्दा भइहाल्छ। अब तपाईँको पुस 2 गते चाहिँ मिलेन भने अनि हामीले बन्द गर्छौँ, हामी आन्दोलनमा जान्छौँ। हाम्रो जम्मी कुरा के छ भने गर्न सक्ने माग तिमी पुरा गरिदेऊ होइन, गर्न नसक्ने माग छ नि जनमत सङ्ग्रहमा जाउँ। अहिले संसदको चुनाव होइन, जनमत सङ्ग्रह गरौँ। पहिला के कुरामा मिलेको छैन जनमत सङ्ग्रह गरौँ, त्यस पछाडि देशले निकास पाउँछ भन्ने कुरा हो हाम्रो।